तिम्रो भित्र ज्ञानको अपार भण्डार छ, शक्ति छ, चाहे वैज्ञानिक रूपको अथवा आध्यात्मिक रूपको ज्ञान अपार रूपमा छ। यसलाई मात्र प्राप्त गर्नुको लागि क्रियाशील हुनुपर्छ। विभिन्न प्रकारका संरचना इत्यादिहरू वैज्ञानिक युगमा जुन चाहिँ बनिरहेको छन्, यो पनि त्यही ज्ञानको आधारले हो। जसरी वैज्ञानिक युगको कार्यलाई सम्पादनको लागि विभिन्न प्रकारका संरचनाहरूको साथसाथ विभिन्न प्रकारका निर्माणहरू भइरहेको छ। त्यो सबै ज्ञानको माध्यमबाट हो, बुद्धिको माध्यमबाट क्रियाशील बनाउँछ। तर जुन ज्ञान भित्री बढाउँछ, अन्तश्चेतना बढाउँछ, त्यो ज्ञान तपाईँको विभिन्न प्रकारका, त्यसमा यति राम्रो राम्रो विधाहरू छन्। यदि तपाईँले यो प्राप्त गर्नुहुन्छ भने तपाईँको जीवनमा लाभप्रद र यी सबै कुराहरू जो जसँग छ ऊ त खुस छन्, उसले आफ्नो समाजलाई पनि खुस पार्छन् आफ्नो कर्मद्वारा। जीवनमा मात्र के हो यो साधना भन्ने इत्यादिको जुन चाहिँ गाइडलाइन छ, यो के हो? कुनै ठुलो कुरो होइन। ठुलो कुरा यो हो कि यसलाई पालन गर्ने तपाईँमा क्षमता छ, तपाईँमा दृढ इच्छा छ, तपाईँ मात्रै तपाईँले यसलाई पालन गर्न सक्नुहुन्छ र अगाडि बढ्न सक्नुहुन्छ आफ्नो कार्यमा। हुन त हरेक कार्यमा दृढ सङ्कल्पता चाहिन्छ, तर यो विशेष विधा भएको हुनाले यसमा चाहिँ अत्यन्त नै निर्णय गर्न गाह्रो हुन्छ कि यसले गरौँ वा नगरौँ। किन मान्छे अलिकति सजग हुँदा हुँदा पनि यससँग अलिकति अलग्गै बस्न चाहन्छन्। फेरि पनि संसारमा अल ओभर द वर्ल्ड यस्ता साधकहरू छन् जसले आफ्नो कार्यलाई यसरी क्रियाशील गर्छ कि प्रकृतिले उसलाई एन्सर दिन थाल्छ, प्रकृति उसलाई साथ दिन थाल्छ, प्रकृति उसलाई हरेक कुरामा चाहेको विधाहरू प्रदान गरिरहेको। यो अद्भुत कार्य हो, यो सामान्य कार्य होइन, यो सामान्य जनले गर्न सक्दैन। यो अद्भुत कार्यले गर्नको लागि अद्भुत दृढ सङ्कल्पित व्यक्तिको व्यक्तित्वको आवश्यकता पर्दछ। मैले यो सब किन भनिरहेको छु? किनभने यो मैले भोगेको हो, यो मैले आफ्नो साधना कालमा आफ्नो ध्यान गर्दै जब एउटा क्षण आयो, एउटा समय आयो, म एकाकार भएँ र मैले यो प्राप्त गरेँ। त्यहाँ तपाईँ पनि यसले प्राप्त गर्न सक्नुहुन्छ। हुन त जीवनमा किन यो जाने समान रूपमा जीवन त सबैले जिइरहेको छ, यसमा कुनै ठुलो कुरा होइन। तर ठुलो कुरा हो यो विधा सबैले प्राप्त गर्न सक्दैन। त्यसैले विधा प्राप्त गर्न सक्छ जसको भित्र शुद्ध छ, शुद्ध मन छ, शुद्ध बुद्धि छ। यस्ता शक्तिहरू त कति छन्। त्यो शक्ति प्राप्त गरेर आफ्नो जीवन त जीवन हो, अरूको जीवनलाई पनि प्रभावित गर्ने, सहायता गर्ने, मद्दत पुर्याउने र
विशेषता यो हो कि यसको शक्ति पक्ष यदि जागृत भइहाल्छ भने फेरि कसैले रोक्न सक्दैन। ऊ स्वतः क्रियाशील हुन्छ, एक्टिभ हुन्छ र जसलाई अथवा साधकलाई जे इच्छा गर्यो त्यसलाई पूर्ति गरिदिनुहुन्छ। माग्नुहोस्, तपाईँले के माग्नुहुन्छ उहाँले दिनुहुन्छ। तपाईँमा प्रेम छ, तपाईँ अवश्य पनि मातालाई, शक्तिलाई आफ्नो आराध्य बनाएर उहाँबाट आशीर्वाद प्राप्त गर्न सक्नुहुन्छ। तपाईँमा दया, करुणा, क्षमताको भाव हुनुपर्छ, तब मात्रै हो। विभिन्न प्रकारका विकारहरू हटाएर जो व्यक्ति अगाडि बढ्छ उसले प्रकृतिले पनि साथ दिन्छ र अन्ततोगतमा उसले लाभ प्राप्त गर्छ। लाभ के? त्यही सिद्धिहरू, विभिन्न प्रकारका विशिष्ट सिद्धिहरू। यस्तै खालको जीवन जसले चाहन्छ भन्नाले जीवनमा दुवै प्रकारको जीवन, भौतिक युगको जीवन पनि र आध्यात्मिक जीवनमा पनि साधनाको माध्यमबाट विशिष्ट जीवन शैलीमा जीवन बिताउने। यद्यपि त्यो साधक सामान्य देखिन्छ, तपाईहरू हामी जस्तै सामान्य हौ, सामान्य लोक, सामान्य वेशभूषा, सामान्य बोलचाल, तर उसको भित्र एक विशिष्ट विद्याहरू छन्। उसले त्यो गर्दैन, गर्नुको आवश्यकता पनि छैन। यो स्वतः उसको कर्मले देखाइहाल्छ। यो हो समाजले उसलाई सम्मान गर्छ। उसकोमा केही नभए पनि उसलाई सम्मानित रूपले हेर्छ, सम्मान गर्छ, आदर गर्छ र उसबाट केही हासिल गर्न चाहन्छ। यही हो प्रकृति, कि राम्रो राम्रो राम्रो, नराम्रोलाई नराम्रो। जीवन जिउनुहोस् मस्त भएर, जसरी मस्त हात्ती झुम्दै हिँड्छन् त्यसरी जीवन भनेको आनन्दमय रूपमा, आनन्दमय अवस्थामा बिताउने हो। जानुहोस्, आनन्दित भएर अगाडि बढ्नुहोस्। गर्दैछु यो भिडियो। धन्यवाद।